कुमार थापाले मलाई आज गृहमन्त्रीले चाहिँ हस्ताक्षर गरेर आफैले निवेदन देखाउनु भयो भन्ने उहाँले आफैले चाहिँ ऋण मागेर चाहिँ कागज गरेर हस्ताक्षर गरेर ऋण माग्नुभयो, मसँग प्रमाण छ भनेर उहाँले भन्नुभयो। ल मेरो चुनौती उहाँले त्यो प्रमाण दिनु भएछ भने संसदीय समिति त कोही ठुलो कुरो होइन, तत्काल भनी यसै पनि मैले बोल्न पाएको भए कुरा अर्कै रहन्थ्यो, म केही कुरा भनिहाल्थेँ, त्यो त कुनै ठुलो कुरा नै थिएन, मात्र मैले एकपटक बोल्न खोजेको थिएँ। अब म गगनजीलाई एउटा चुनौती दिन चाहन्छु। उहाँले भन्नुभएको मैले किर्ते गरेको कुरा होइन, मैले कुनै लोन माग्नका लागि मैले निवेदन दिएर चाहिँ यो ऋण मागेको प्रमाण छ उहाँले भन्नुभएको छ नि, त्यो प्रमाण उहाँले दिनुभयो भने म राजनीति छोडिदिन्छु, त्यो प्रमाण दिन सक्नु भएन भने उहाँले राजनीति छोड्नुपर्ने हुन्छ। प्रमाण तपाईँले देखाउनु भएन, कालो सेतो कस्तो छ सर, त्यो संसदीय छानबिन समितिमा पनि देखाउनु भएन, अहिले पनि प्रमाण तपाईँले देखाउनु भएन, कम्तीमा यसको विरोध भइरहेको छ क्या, गगन थापाले कहिले देखाउँछन् प्रमाण भनेर। A few moments later. अहिलेको विषयको सन्दर्भमा संसदीय छानबिन समिति बनायो तर के पनि भेटिएन र हामी उठाएको कुरा सारा गलत साबित भयो। त्यो त हाम्रो लागि, मेरो लागि राजनीतिक विषय त हुने नै हो। सिङ्गो पार्टीको लागि कत्रो ठुलो विषय